सबैजना सन्चै हुनुहुन्छ होला हैन। आज चाहिँ कति पछि म भ्लगिङ ब्याक आएको छु। आज हामी जाँदैछौँ सेभेन सिस्टर गर्नलाई। हजुर, आज हामी जाँदैछौँ सेभेन सिस्टर हाइकिङ गर्नलाई। भेरी एक्साइटेड। सी यु लेटर। हेलो अगेन। हामी चाहिँ फेरि सर्भिसमा छिरेको। टोयलेट पनि जानु थियो अनि त्यहाँ स्ट्रिट फुड पनि पाउँदो रहेछ कि इन्डियन हैन। अनि त्यहाँबाट अनि हामीले चाहिँ समोसा र अनि के अरे लस्सी अनि मसला च्याउलाई चाहिँ चिया लभर यस्तो गरीमा पनि चिया खाने। हामी चाहिँ म चाहिँ लस्सी खाने अनि त्यहाँबाट हाम्रो उतातिर चाहिँ खासै इन्डियन उसहरू पाउँदैन नि त अनि एसियन उसहरू खानेकुराहरू त्यही भएर अनि समोसा ये खाएर गर्मी तपाईँको घरमा बनाएको जस्तो लाग्यो चिया मसला डिफ्रेन्ट खान लाम्बा अनि हामी बिस्तारै हिँड्छौँ। कस्तो जाम के बाटोमा, दिमाग खराब छ होला त। त्यो पुल पनि नबनाएर रहेछ अझैसम्म पनि। हामी पहिला लन्डन आउनु जाँदाखेरि पनि जहिले त्यस्तै हुन्थ्यो है। अनि त्यो पुल नेपालको जस्तै कि कति टाइम लगाएर बनाएको। एनिवे म तपाईँहरूलाई फेरि क्याचअप गर्छु नि ल। सी यु। लुबिन हामी भर्खरै आइपुग्यो। सोल्टी अगाडि अगाडि हिँड्दै अरू घर फर्किने बेलामा हामी चाहिँ बल्ल स्टार्ट गर्दैछौँ कि ठिकै हो। बिहामा दिउँसोतिर चाहिँ त्यो के भन्छ घाम हुन्छ त हिँड्न सक्दैन। पानी पो पर्ला पर्ला जस्तो भयो त। धेरै त नहिँड्ने पुरा एकैछिन मात्रै अलिअलि हिँडेर अनि फर्किउँला है। सोल्टी चस्मा टोपीमा राखेर मोडल हो तपाईँ। कस्तो राम्रो आई प्लिजिङ हो पानी पनि। यस्तो क्वाइट हेर्नु न। यस्तो राम्रो रहेछ नि। हामी त लेट आएको भएर पनि क्वाइट होला है। तर यस्तो राम्रो विकडेज पनि हो। प्लस तल बिचतिर मान्छे रहेछ अलिअलि डाँडातिर छन्। ओके कस्तो कालो है सिप त। अनि कहाँबाट फेरि सेतो कपाल फल्यो त यसको। सुनेछ बुझे जस्तो हौ। हेलो हामीलाई त थाहै भएन। हामीलाई त यहाँबाट बाटो क्रस गरेको हो। त्यो केटीहरूले क्रस गरेको देखेर के गर्नु हो हेर्नु न त्यो मान्छे यहाँ जबरजस्ती त्यो खोला क्रस गराउँदाखेरि त्यो केटीहरूलाई फलो गरेर त्यहाँको केटीहरूलाई फलो गर्दाखेरि त त्यहाँबाट क्रस गरे। कहाँबाट क्रस गर्छ। हामी चाहिँ क्लिफ चढ्न थालेको बल्ल। त्यही नि यो फर्स्ट क्लिफ पनि होइन कि क्या हो उसको भन्ने सुनेको है। आई थिङ्क यो होइन। मैले अरूको हेर्दाखेरि चाहिँ यो सेभेन सिस्टरको फर्स्ट सिस्टर पनि होइन अरे कि। मान्छे कहाँ पुगिसक्यो म त यही छु है। रेन्जर उकालो रहेछ हो फर्स्टको डाँडा त। एक्सर्साइज नगर्ने मान्छे साह्रै साह्रो पर्यो मलाई त। त्यहाँदेखि रेज झरेको क्लाउडबाट है। त्यहाँदेखि कस्तो राम्रो के क्रुज है। प्रपर क्यामेराम्यानै रहेछ नि त। क्यामेरा त मजाले ल्याएको रहेछ। ठुलो क्यामेरा रहेछ हेर्नु न। मैले पनि ल्याएको छु नि क्यामेरा। मेरो बुढाले खिचिदिन्छ नि त है।
त्यहाँ परसम्म पुग्ने है ऊ त्यो लाइटनिङ टावरसम्म लाइटनिङ हाउससम्म त्यहाँ पर राम्रो भ्यू कति राम्रो भ्यू है के नगर आज घट्छ हर्सहरू पो रहेछ यहाँ खच्चडो अरे हेर अब के भन्नु के मैले के हेर कि होइन कस्तो त्यो चप्पल सुकाएको जस्तो देखेको होइन भरे त यो त तार लगाएको त्यो कनेक्ट गर्ने रहेछ कि अनि मलाई मेरो बुढाले के भन्नुभएको भन्नु न बुढा के अरे यो कौवाहरू बसेको होइन मैले त चप्पल सुकाएको जस्तो देखेको होइन कति धेरै ठाउँमा कपडाहरू उडेको कपडाहरू झुन्डेको थियो कि अन्त यो चाहिँ के चप्पल झुन्डेको हो कि चप्पल सुकाएको जस्तो देखेछ है भनेको त उसले होइन कौवा बास बसेको अरे त्यस्तोमा अनि मैले भने कि ए यस्तो पनि कौवाहरू यस्तोमा पनि बास बस्छ भनेर सोचेको क्या मैले चाहिँ उसले चाहिँ अरे र गन्तव्य आइपुग्यो आजको हि इज भेरी डिसअपोइन्टेड विथ मी किनकि उसको प्लान चाहिँ पर त्यो लाइट हाउसदेखि छ नि त्यहाँ परसम्म पुग्नु पर्ने थियो कि अनि मलाई चाहिँ नजाने धेरै हिँड्ने ठगै लाग्यो सक्दिनँ प्लस त्यो डाँडा चाहिँ यहाँबाट चढ्दाखेरि त सानै छ कि होइन अनि ओह्रालो रहेछ नि त रेन्जर अनि ब्याक फर्किँदा त हामी यही बाटो फर्किनु पर्ने हो भनेपछि त त्यो उकालो त हामीलाई पऱ्यो नि त फेरि होइन र त्यो र नजाने भनेको ऊ चाहिँ फेरि डिसअपोइन्टेड नजाने हिँड्ने भनेको भनेर रिसाएर बोलाएर यहाँसम्म लिएर आयो कि म चाहिँ 2-3 डाँडा चढ्ने बित्तिकै मैले चाहिँ ह्यान्ड्स अप गरिदिइसकेको थिएँ कि होइन नि यहाँ आइपुग्यो ओके विन्डी कस्तो विन्डी रहेछ हौ त्यो बोट त अझै त्यहीँ छ त अब चाहिँ हामी यहाँ बसेर के भन्छ अरे उसले चाहिँ जेट बोइलहरू लिएर आएको छ हल्का नुडल बनाएर खाने भनेर प्लान गरेको थियो घरबाटै आउँदाखेरि सो हामी चाहिँ हल्का नुडल बनाएर अनि उसले कफी खाने अरे लङ ड्राइभ छ नि त बिचरा उसले ड्राइभ गर्छ मेरो ड्राइभ लाइक छैन त्यसैले हेर्नु न ओसन त्यो बोटले हामीलाई त कहाँ छोड्यो जुन बोटसँग हामीले कम्पिट गरेर आएको थियौँ अनि दिस इज द भ्यू ए हिरो केटा राम न के हो यहीँ बनाउने यहीँ खाने म त अलि उता गएर भनेको नि यहाँ खायो अनि त्यहाँबाट अनि फेरि उता त्यत्रो हिँड्नु पऱ्यो भने त अनि उसै हुन्न के गर्ने भयो त्यही हामीले प्रिपरेसन भयो खानाको म्याट चाहिँ खोजे पाउँदै पाएन ढिलो भयो अनि त्यहाँबाट भनेर हिँडेको मेरो कफी खास भन्छ मलाई चाहिँ मेरो बुढाले डाइटमा राखेको छ क्या अहिले खाना दिन्न अनि अहिले चाहिँ यहाँ हिँडेको भएर खाना दिएको रे कतिचोटि थाहा पाउनु रहेछ हौ यिनीहरूले आएर ठ्यास बसेर यस्तो प्याकेट खोलेको त आइसक्यो सुस्मिता खै त मलाई रेडी गरिदिनु भएको अरे मेरो बुढाले के गर्नु बुढाको धेरै माया पुगेर यहाँ मोटाएर बिपत्तै भइसक्यो के गर्नु हेर्नु न कस्तो है बाटो क्रस गर्ने भनेको त खोला त बढेर कहाँ माथिसम्म आएछ काट्नै नमिल्ने जस्तो भयो कि मलाई त अनि हामी त बाटो खोज्दै हिँडेको हेर्नु न रातिको 8 बजिसक्यो अनि यो यहाँ त गाडी लिएर आउनुभन्दा त बरु नलिएर आएकै ठिक हुँदो रहेछ हो भरेतिर आउने हो भने चाहिँ भरे त त्यो के गरे उसको ओसनको वेब उस भएर गाह्रो हुँदो रहेछ पानी बढेर त पुरै
माथि नै आइसक्दो रहेछ साह्रो हुँदो रहेछ पर चाहिँ बसेको त यत्रो भयो खोला काट्नै नमिल्ने हेर्नु त स्विमिङ गर्नुपर्ने अघिसम्म पानी थिएन यही खोला नआएर गएको हामी अघि यत्रो हिँड्न पर्यो अब बाटो खोज्दैछ सोल्टीले यो पनि बाटो हो कि होइन हेर्नु न यतातिर पनि यस्तो हो यतातिर नि यस्तो हो आजको हाइकिङ खतरा च्यालेन्जिङै भयो च्यालेन्जिङ खोजिरहेको थियो सोल्टीले च्यालेन्जिङै भयो साँच्चीकै भन्दाखेरि त गाह्रो ओइ त्यहाँ त बार लगायो त बुढा यो त दुईटा खोलाको बिचमा हामी हिँडिराखौँ के गर्ने मान्छेलाई डर आइसक्यो एउटा पुल देखेछ त्यही पुलको आसमा हिँडेको हो थाहा छैन कसरी घर पुग्न पायो भने चाहिँ जसरी भए पनि जतिखेर भए पनि तर बाटो होस् जानुलाई त्यति हो यस्तो गाह्रो के हो साँच्चीकै ट्रायल नै हो र मान्छे ट्रेकिङ हिँड्ने होइन है भेट्छ भनेर हिँड्नै पर्यो नि कहाँ पर पुल त उ त्यो गाडीहरू हिँडेको नि उ त्यो गाडी हो त्यो रोडको बाटो हिँड्ने भनेको क्या उहाँ पर पुल रातिको 8-9 बजिसक्यो फेरि ब्याक अल द वे पर घरहरू देख्यो नि हो त्यहाँ पुग्नु पर्ने छ त्यसपछि माथि डाँडा चढ्नु पर्ने हाम्रो गाडीको लागि धोका दियो खोलाले आइपुग्यौँ हामी ब्रिजमा तर यो ब्रिज मान्छे हिँड्नेलाई हो कि होइन कुन्नी हामी त हिँड्दिउँ के अरे गाडी पनि आइरह पछाडिबाट फेरि अल द वे ब्याक जानुपर्ने छ यहाँ चाहिँ यो पब रहेछ पार्क गर्नु नि मिल्दो रहेछ है अब ब्याक जाँदैछौँ हामी यो चाहिँ मेन हाइकिङ ट्रायल चाहिँ यो रहेछ कि हाइकिङ ट्र्याक तर अघि चाहिँ त्यो खोला नाग्नु चाहिँ नहुने रहेछ खोला तर लङ रहेछ यो हाइकिङ चाहिँ हेर्नु न यहाँ म्याकडोनल्ड भेटेको पुल तपाईँ कता कता खोइ देखेकै छैन त्यो पुल कहाँबाट पुगेर फाइनल्ली आइपुग्यौँ अब यहाँदेखि चाहिँ माथि चढ्नु पर्ने हुन्छ कार पार्कसम्म जानुलाई त्यहाँ हेर्नु न ऱ्याबिटहरू के कति धेरै ऱ्याबिटहरू हिँड्ने रहेछ कि हेर्नु न क्युट सुमन र म हो अरे कि अनि गाडीमा आइपुग्यो सोल्टीले खुट्टा धुँदै त्यहाँ डेन्जर दामी भयो तर हाइकिङ माइन्ड फ्रेस पर क्लिफ चाहिँ हेर्नु त हामी कहाँ चढेर परबाट कताबाट काटेर यत्ना माथि आयो कस्तो मन आत्ते थियो अघि त पुल नपाउँदा खोला कसरी काट्ने भनेर अहिले त जेहोस् एटलिस्ट मन शान्त भयो गाडी आएपछि लो कपाल त कस्तो जिङ्लिङ्गै भएछ कस्तो लाग्यो नि तपाईँलाई आजको डे अफ हाइकिङ फेस हेर पसिना आएर सुकेर फेरि पसिना आएर फेरि सुकेर फेरि पसिना आएर फेरि सुकेर अब घर जान्छौँ स्टिल 2 आवर्स ड्राइभ छ बिचरा नेर्जालाई त्यहाँ आएको है त्यस्तो टाढा देखिन्न नि है दादा हेर्दा के उता गर त्यस्तो देखिन्न है तर कति टाढा आएर जेस दामी डे अफ र अनि माइन्ड फ्रेस हाइकिङ गर्नु मन छ भने चाहिँ दामी जस हामीले भनेको पुग्यो मलाई डाँडा चढ्नु थियो म चढेँ उसलाई चाहिँ जस 2-3 घन्टा हाइकिङ ट्रेकिङ गर्नु थियो उहाँलाई चाहिँ पुग्यो बाई थ्याङ्क यू सो मच फर सपोर्टिङ अस अब राखेको ल बाई